प्रश्न उठिरहेको ए साथीहरु त हावा रहेछ उसो भए है मैले बारम्बार भनिरहेको छु मैले 14 वर्षको मेरो आत्मकथा पढ्नुहोस् 14 वर्षको उमेरमा आएर चप्पल बाबाले किन्दिएको कुरा पनि लेखेको छु र चप्पल किन्दिएपछि देउरे र दाहिने खुट्टाको चप्पल नचिनेर लाउन नजानेर कति दुःख पाएको कथा पनि लेखेको छु अब यस्तै हो चप्पल लगाएर हिँड्दाखेरि सजिलो हुन्छ अरूलाई कस्तो हुन्छ थाहा छैन मलाई जुत्ता लगाएर हिँड्दाखेरि अप्ठ्यारो हुन्छ जसरी तपाईहरुलाई चप्पल लगाएर हिँड्दाखेरि अप्ठ्यारो लाग्छ होला मलाई चाहिँ जुत्ता लगाएर हिँड्दाखेरि अप्ठ्यारो लाग्छ त्यही हो कुरो आफ्नो आफ्नो अनुभवको कुरा हो व्यक्तित्वमा रास आउँछ कि व्यक्तित्व चाहिँ अझै बढेर जान्छ भन्ने कुरा मैले भन्ने कुरा होइन मैले सोच्ने कुरा पनि होइन त्यो चाहिँ जनताले हेर्ने जनताले सोच्ने कुरा हो यो 6 महिनाको लागि म किन मन्त्री भएँ भनेर भन्ने कथा चाहिँ अलिकति गहिरो छ त्यो म अर्को आत्मकथाको किताब लेख्दाखेरि त्यहाँ हालौँला ल मातृभूमिको मुख हेरेर मातृभूमिलाई सहयोग गर्नको लागि हो कसैलाई सहयोग गर्नको लागि चाहिँ म चाहिँ यो मन्त्री भएको चाहिँ होइन व्यक्तिगत रूपमा मेरो केही मनसाय छैन यो पहिल्यै भनेछ है चुनाव भएर सिद्धिएपछि म चाहिँ फेरि किताब बेच्न जान्छु भनेर भनेकै छु अब उति बेलाको कुरो भविष्यको कुरा थाहा हुँदैन अब त्यति बेलाकै परिस्थिति अनुसार हुन्छ पार्टीको त अहिले खोल्नुपर्छ कार्तिक 30 गते भित्र खोल्ने पार्टी खोल्ने हो भने त कार्तिक 30 गते भित्र खोल्ने हो शिक्षामा राजनीतिक ज्ञान चाहिँ भनेको शिक्षामा राजनीति ज्ञान भन्नु र शिक्षामा राजनीति घुसाउने भन्ने चाहिँ फरक कुरा हो राजनीतिक ज्ञान भनेको त सामाजिकबाट उनीहरूले सिक्ने कुराहरू हो त्यसकारणले शिक्षामा राजनीति भएर नै नेपालमा चाहिँ सबै चिज बिगरेको हो है यो त्यसको लागि शिक्षामा चाहिँ राजनीतिक चाहिँ ज्ञान हुँदैन राजनीतिक ज्ञान भनेको चाहिँ एउटा नागरिकको हिसाबले आफूमा राजनीतिक चेतना चाहिँ हुनु पर्यो राजनीतिक चेतना चाहिँ हुनु पर्यो तर चाहिँ अनावश्यक रूपमा चाहिँ त्यो राजनीति चाहिँ गर्नु चाहिँ हुँदैन नेपाल बिग्रेको चाहिँ अनावश्यक राजनीति गरेर हो र राजनीतिक ज्ञान चाहिँ अमेरिकन भन्दा नेपालीहरूलाई चाहिँ आम नेपालीहरूलाई आम अमेरिकन भन्दा आम नेपालीहरूमा राजनीतिक ज्ञान चाहिँ धेरै छ राजनीतिक ज्ञान धेरै भएर विकसित हुने भएदेखि नेपाल चाहिँ पहिल्यै विकसित भइसक्थ्यो त्यसैले राजनीतिक ज्ञान चाहिँ हुनु पनि पर्छ तर ओभर भयो भने त्यसले चाहिँ धेरै घाटा पार्छ